सरकार बलियो त्यति बेला देखिन्छ जब कसैसँग राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ। त्यसको सबभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबभन्दा ठूलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ। हिजो उहाँलाई ठूलठूला अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाई छाड्ने कसरतमा हुनुहुन्छ। त्यसको लागि सिङ्गो राज्यको दुरुपयोग भएको छ। म सम्माननीय सभामुख महोदयलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ यसको पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग होला? म जिम्मेवार नेताहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु। अहिले कसैलाई प्रतिशोध लिन त तपाईहरुलाई मजै लागेको होला, तर भोलि आफैमाथि यही बज्रिन थाल्यो भने के होला? सहकारी ठगीमा सरकारको मापदण्ड विभेदपूर्ण मात्र छैन, बिल्कुल गलत पनि छ। सत्ताको मान्छे घरमै बसेर फरार हुन पाउने, अन्तिम दिन अदालतमा हाजिर हुन पाउने, त्यही दिन पेशी पाउने, त्यही दिन बयान दिन पाउने र घर जान पाउने। उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएका मन्त्रीलाई मुद्दा नचालेर उन्मुक्ति दिइन्छ। अहिले त तपाईहरु बलियो भगुनाले हामीले ठूलो बहादुरी गर्यौं भन्न सक्नु होला, तर जनताले गहिरो गरी नियालेर बसेको छ यो सरकार। एकातिर प्रतिपक्ष पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालय मार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानबिन सुरु हुन्छ। अर्कोतिर त्यही दिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारूढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गर्छ। सत्ताको यो तहको दुरुपयोग र मत्स्य न्यायले हामीलाई कहाँ पुर्याउला? साथीहरू गम्भीर रूपले विचार गर्नु भएको छ। सरकार र गठबन्धनका लागि कानूनका फरक मापदण्ड छन्, फरक व्याख्या छन्। राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अरब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमि पूजन गर्छन्। कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को खरब खर्चेर त्यो कार्यालय बनाइदिने, यो नीतिसम्मत छ, नैतिक छ, राजनैतिक छ, कानुनी छ। उता सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्का एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा चलाइन्छ। यदि दोस्रो नेतालाई संगठित अपराध मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ? कर छली र ललिता निवास प्रकरणमा आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन? यो सदनले गम्भीर रूपले विचार गर्नुपर्ने विषय ठान्छु म। यो चाहिँ भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन? यो विषय पनि हामी सबैले गम्भीर रूपले विचार गर्नुपर्ने विषय छ। अहिले यो बीचमा प्रधानमन्त्रीजीमाथि थुप्रै प्रश्न उठेका छन्। म त्यसमा थोरै मात्रै कुरा राख्छु, अहिले धेरै भन्दिनँ। तपाईहरुलाई थाहै छ यस बीचमा म सुदूर पूर्व झापादेखि सुदूर पश्चिम कञ्चनपुरसम्म पुगेको छु।
सातै प्रदेशका कार्यकर्ता र जनतासँग सामूहिक अन्तर्क्रिया गर्दै हिँडेको पनि छु। सत्तापक्षका नेता कार्यकर्ताले पनि मसित धेरै नै संवाद गर्नु भएको छ र अपेक्षा राख्नु भएको छ। यसबीचमा बन्द कोठामा मात्र होइन, ठुलठुला सभाहरूमा ठुलठुला अन्तर संवाद पनि भइरहेका छन्। म आज दाबीका साथ यस सम्मानित सदनमा भन्न सक्ने भएको छु कि यति बेलाको नेपाली जनताको मनोविज्ञान र मानसिकता सबैभन्दा बढी मैले बुझेको छु भन्ने मेरो दाबी छ। यति बेलाको मानसिकता। सातै प्रदेशको निष्कर्ष के छ त? तपाईहरुले जसरी शासन चलाउँदै हुनुहुन्छ त्यसले जनतामा एकदमै वितृष्णा थप्दै लगेको छ। स्वार्थ समूहहरूप्रति तपाईहरुको वफादारी देखेर जनता उकुस मुकुस भएको छ। बिचौलियासँग सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ। मलाई डर छ तपाईहरु प्रतिको आक्रोश कतै व्यवस्था प्रतिको आक्रोशमा नबदलियोस्। दोष हाम्रो सोच र कार्यशैलीको हो, जनताको होइन, व्यवस्थाको होइन। सभामुख महोदय, अहिले नुवाकोटको सेरा दरबार पनि निकै चर्चामा ल्याइएको पनि छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसको विषयमा चासो दिएको कुरा मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मेहनत गर्यो। प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ। सरकार खोजिरहेको छ। एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त। म आज अरू कुरा गर्दिन, गिरिबन्धु पनि भन्दिन, ओमनी पनि भन्दिन। तर सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्न चाहन्छु, सेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियोस्। मबाट नै म तयार। छानबिन गर्नुहोस्, प्रचण्डको पहिला छानबिन गर्नुहोस्। बेला बेला क्यान्टोनमेन्ट भनेर चाहिँ गीत गाउने गरेको पनि सुन्छु म। क्यान्टोनमेन्ट छानबिन गरे भयो नि। मैले प्रधानमन्त्री हुँदा यदि हाम्रा अनुसन्धान गर्ने निकायहरूले अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखियो भने नछोड भनेर निर्देशन दिने सायद नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य मैले पाएँ। म आज यो सम्मानित रोस्टममा भन्न चाहन्छु, सेरा दरबारमा मेरो कतै कुनै किसिमको संलग्न छ भने छानबिन गरियोस्। यति भनिसकेपछि अहिले प्रधानमन्त्रीजीको बारेमा उठेका तमाम कुराहरू खाली गिरिबन्धु मात्रै होइन, ओम्नी मात्रै होइन, स्विस ब्याङ्कका कुरा मात्र होइन, कम्बोडियाको कुरा चाहिँ यसको छानबिन गर्न प्रधानमन्त्रीजी तयार हुने कि नहुने मेरो प्रश्न छ। मैले प्रधानमन्त्रीकै रूपमा रविजीको बारेमा छानबिन समिति, संसदीय छानबिन समिति बनाउँछु भनेर मैले बनाउनु पर्छ भनेर भनेको हो। त्यति बेला अहिलेको सम्माननीय प्रधानमन्त्रीजी त्यसको पक्षमा हुनुहुन्थेन, हुनुहुन्न भन्नेमा हुनुहुन्थ्यो। छानबिन समिति बन्नुहुन्न भन्नेमा हुनुहुन्थ्यो। मैले छानबिन समिति यत्रो आवाज उठिसकेपछि, प्रमुख प्रतिपक्षी दलले यतिका चर्कोसँग उठाएपछि छानबिन समिति हुनुपर्छ। दोषी भए कारबाही हुन्छ, दोषी नभए सफाई पाउँछ। एकदम सिधा कुरा थियो। प्रधानमन्त्रीजीले एकचोटि यो टेस्टमा आफूलाई प्रस्तुत गर्ने, यो परीक्षामा प्रस्तुत गर्न तयारी गर्न सक्नुहुन्छ? जनताले त नियाली राखेको छ है प्रधानमन्त्रीजी। तपाईँ चाहिँ ढुक्क नहुनु होला, तपाईँलाई हेरिराखेको छ जनताले राम्रैसँग। यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गाना बजाना सुनिन्थ्यो। के संशोधन हुने हो, कसरी संशोधन हुने हो, कहाँ संशोधन हुने हो, पुरा व्याख्या विश्लेषण हुँदै थियो। अहिले खोइ लोड सेडिङ लाग्यो हो कि संविधान संशोधनमा के भएर हो, यो फिल्म अहिले त्यति चलेको छैन, संविधान संशोधनको फिल्म। प्रधानमन्त्री सम्माननीय ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहोऱ्याई संविधान संशोधन 2087 मा हुन्छ भन्नुभयो। हामी सबैले सुन्यौं। आज म विशेष गरी नेपाली कङ्ग्रेसका साथीहरूलाई सोध्न चाहन्छु, अब म संविधान संशोधन बारे बोलौं कि नबोलौं? 87 सम्म तपाईहरु केही नगर्ने हो भने मैले धेरै बोल्नुको पनि केही अर्थ छैन।
हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसमा संविधान संशोधनको सैद्धान्तिक जामा लगाइदिनु भएको छ भनेर मैले यही रोस्टमबाट भनेको थिएँ। तपाईहरुको उद्देश्य संविधान संशोधन होइन। पहिलो र दोस्रो दल त सामान्यतः संसदीय लोकतन्त्रमा मिल्दैनन्। अपवाद मात्रै हुने हो। तपाईहरुले अपवाद गर्नुभयो। यो अपवाद हो हामीले गरेको भन्नुभन्दा संविधान संशोधन गरेर स्थिरता ल्याउन गरेको भन्दा राम्रो सुनिने भएर भन्नुभयो तपाईहरुले। मैले त्यतिबेलै भनेको थिएँ, आज पुष्टि भयो। 87 सम्म त प्रधानमन्त्रीजी त संशोधन गर्ने मुडमा त हुनुहुन्न। उहाँले भनेको पार्टी कार्यक्रममा औपचारिक कार्यक्रममै भनेको हो। त्यो त पुष्टि भयो। कांग्रेस एमालेका केही नेताले यस बीचमा अब देश दुई दलीय बनाइन्छ भनेर पनि अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो। म ती नेताहरूलाई सोध्न चाहन्छु, आज देश बहुदलीय भएको तपाईहरुको दया मायाले होइन, तपाईहरुको करुणाले बनेको होइन, तपाईहरुले बक्सिस दिएर आएको होइन नेकपा माओवादी केन्द्र, तपाईहरुले बक्सिस दिएर ल्याएको होइन राष्ट्रिय स्वतन्त्र पार्टीले 21 सीट, तपाईहरुले चाहेर बनेको हो सीके राउतजीले नेतृत्व गरेको जनमत पार्टी। तपाईहरुले चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टी। अनि मैले यसै रोस्टमबाट नयाँ बनेका पार्टीहरू लोकतन्त्रकै फुलबारीका नयाँ फूलहरू हुन् भन्दै गर्दा तपाईहरु तिनलाई के गरी निमोट्ने भन्नेतिर लागै गर्नुभयो। म तिनलाई कसरी बचाउने भन्नेतिर लागै गरे। यही अन्तर देखियो तपाईहरु र हामीमा। नयाँ जन्मेकालाई हुर्काउनेतिर लाग्ने र नयाँ जन्मेकालाई उठ्न दियो भने हाम्रो भविष्य छैन भन्ने ठान्ने सोचको बीचको अन्तर विरोध हो तपाईहरुको र हाम्रो। हामी 26 महिना अघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध चाहिँ नहुँदा हुन्छ। यसरी नै सरकार बढ्दै गयो भने, जनताबाट अलगिँदै जाने प्रक्रिया भयो भने अहिलेकै थ्रेशहोल्ड तपाईहरुलाई गाह्रो पर्न सक्छ। म तपाईहरुलाई सतर्क गराउँछु। प्रचण्डले सतर्क गराएको थियो भन्ने सम्झिराख्नु होला। तपाईहरु अरूलाई थ्रेशहोल्ड ओढाएर साना पार्टी सिद्ध्याउने भन्ने सोच्नु भएको छ भने तपाईहरु आफ्नै बारे सोच्दा राम्रो होला। कुनै बेला 16 वर्षमा 15 सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईहरुले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई संशोधन गर्नको त परको कुरा छुन पनि सक्नुहुन्न। यो मेरो खुला चुनौती हो। सम्माननीय सभामुख महोदय, मैले यो चुनौती राष्ट्रिय सभामा माओवादीको पोजिसनको कारणले भनेको दिएको होइन। दलित, महिला, मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम लगायत उपेक्षित मजदुर, किसान, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कांग्रेस, निकाय एमाले या कुनै पार्टी विशेषले स्थापना दिवसमा उपहार दिएका कुरा होइनन्। अहिलेको सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफैले रगत बगाएर ल्याएको हो। यो सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोज्न अब सम्भव छैन। माओवादी यो भन्दा कमजोर देखिएछ भने पनि अब तपाईहरुले देश पुरानो ठाउँमा लान सक्नुहुन्न। हिजो माओवादीले जगाए होला, तर अब उत्पीडित वर्ग र समुदाय आफ्नो लडाई आफै लड्न सक्ने भइसकेको छ। तपाईहरु पहिला आफ्नै पार्टी भित्रका सरकारवालाहरु सम्हालेर देखाउनुस् अनि हामीसँग कुरा गर्नु होला। दलहरु बीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरु मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नु होला, मेरो सुझाव छ। संघीय लोकतान्त्रिक गणतन्त्र तपाईहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो। समानुपातिक समावेशिता तपाईहरुले शान्तिका लागि स्वीकार गर्नु भएको होला, माओवादीका लागि यो आफ्नै रगतले लेखेको संकल्प हो। एउटा अभिभावकको रूपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ। त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई 50% दिन तयारी गर्नुस्, हामी सहमत छौं। दलित, महिला, मुस्लिम सबैलाई विशेषाधिकार सहित प्रतिनिधित्व हुने गरी संविधान संशोधन गर्न अगाडि बढ्नुस्, हाम्रो साथ हुन्छ। के यसमा छलफल गर्न तपाईहरु तयार हुनुहुन्छ? सम्माननीय सभामुख महोदय, हुन
हुन त सरकारमाथि हाम्रा रचनात्मक आलोचनालाई एकथरी साथीहरू सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यकरण गर्न खोज्नु भएको पनि मैले सुनिरहेको छु। जनताको आवाजलाई पनि सोशल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला, तर सत्तारूढ पार्टीहरूकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरूसँग त्यो रुचि? किनकि सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अगाडि बढिरहेको छ। संख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ। अलिकति पनि लज्जाबोध नगरी स्वार्थ समूहहरूको अझ माफियाहरूको सेवामा लागिरहेको छ। यसले जनतामा सरकार मात्र होइन समग्र प्रणालीमाथि नै असन्तुष्टि बढाइरहेको छ। पछिल्लो 7 महिनामा जनताको आक्रोश ज्यामितीय रूपमा बढेको छ। सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताको रूपमा मेरो लागि सन्तोषको विषय भने होइन। म अन्तिममा गम्भीर रूपले म ध्यानाकर्षण गर्न चाहन्छु, कतै तपाईहरुले गरेको गल्तीको परिणाम संविधानले भोग्नु नपरोस्। यही अधिवेशन पनि निकै अघि नै बोलाउनु पर्दथ्यो, तर बोलाइएन। सिंह विपक्षले औपचारिक बैठक नै बसेर अधिवेशनको निम्ति माग गर्यो सरकारसँग, तै पनि राम्रोसँग सुनवाई भएन। सरकार अधिवेशनबाट मात्र पन्छिन खोजेन, बरु गम्भीर रूपले एकपछि अर्को अध्यादेशहरू ल्याएर सार्वभौम संसदको यो तहको उपेक्षा गर्न अग्रसर भयो। माघ 8 गते संसदको बैठक आह्वान गरिएको छ, तर जम्मा 6 दिन अघि दर्जनौं ऐन संशोधन गर्ने गरी 5-5 वटा अध्यादेश ल्याइएको छ। पछिल्लो 35 वर्षमा नेपाली कांग्रेसले 12 पटक प्रधानमन्त्री चलाएको देखिन्छ। नेकपा एमालेले 7 पटक 35 वर्ष शासन गरेपछि आज आएर देशको विकास 6 दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो अध्यादेश। 35 वर्षसम्म त त्यो आवश्यकता तपाईहरुले महसुस गरेको देखिँदैन। अहिले 6 दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भयो हो। उखान छ, 100 मुसा खाएर बिरालो हज गर्न गयो भन्ने उखान हामी सबैले सुनेका छौं। तपाईहरु पनि अब हाजी बन्न खोज्नु भयो हो। रातारात अध्यादेशको चोर बाटोले भन्छ तपाईहरुको नियत चाहिँ सही छैन। अरु बेला संसदमा 2/3 को अहम पनि प्रदर्शन गर्नुहुन्छ। बलियो सरकारको अहंकार सुन्नु परिरहेकै छ, अनि शासन चाहिँ अध्यादेशबाट चलाउन जमर्को गर्ने तपाईहरु। यो सार्वभौम संसदको अवहेलना नभए के हो त? यो केवल हामी विपक्षीसँग सरकारको डर मात्र होइन, आफूले समर्थन गरेका सत्ता पक्षका माननीयहरू समेतको सरकारको अविश्वास यसमा अभिव्यक्त भएको छ। यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलमा सरकार किन डरायो? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश? सरकारले संसदमा चाहँदा फास्ट ट्र्याकबाट विषयगत समिति, प्रतिनिधि सभा, राष्ट्रिय सभाबाट 10 दिनमै पनि विधेयक पारित गर्न सकिन्छ, जबकि प्रतिस्थापन विधेयकले 60 दिनको लामो प्रक्रियाको माग गर्दछ। स्वार्थ समूहहरूलाई पोस्नु पर्ने भएकैले तपाईहरुले अध्यादेशको चोर बाटो समाउनु भयो भनेर आरोपित किन नगर्ने? तपाईहरुलाई कार्यपालिकाले नै सबै थोक गर्ने भए किन चाहियो त व्यवस्थापिका संसद? सभामुख महोदय, अहिलेको सरकारी गठबन्धन गर्दै गर्दा मैले यही सम्मानित रोस्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ। पहिलो र दोस्रो दरको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन। आज त्यो चिन्ता नचाहँदा नचाहँदै पनि वास्तविकतामा परिणत भएको छ।
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ। सम्झाई बुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाइँदैछ र कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको अहम हो कि जनतासँगको डर हो, गम्भीर प्रश्न बनेको छ। पाथीभरा र त्यहाँ मुकुममुलको प्रश्न पनि छ। त्यो विवादमा तपाईहरुले सिधै जनतामाथि बल प्रयोग गर्नुभयो। पाथीभरा र मुकुमलुङको विवादको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नु पर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु। टी सर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिनुभयो। सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई पनि थुन्नु भयो, मुद्दा चलाउनु भयो। अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ। यो के हो? नागरिक सम्प्रभुता भन्दा माथि हो तपाईहरु? संविधान भन्दा माथि हो? तपाईहरु मालिक र नेपाली जनता दास हो र? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ। सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकहरूको संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको हक मात्र कुण्ठित गर्दै छैन, प्रेसको स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको छ। यो विधेयकमा नागरिकलाई पाइलै पिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ। अहिले त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यो विधेयक पारित भयो भने के गर्ला? गम्भीर प्रश्न खडा भएको छ। सभामुख महोदय, प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा। तर अहिले संसदमा रिपोर्ट कार्ड